छी, तिमी प्रेम भन्छौ? जुन समाजमा नारी उठान अनि प्रतिष्ठाका गीत गाइन्छन्, त्यही समाजमा स्कुल पढ्न गएकी चेलीको बलात्कार हुन्छ अनि लास कहिले बारीमा त कहिले नालीको कुनामा पाइन्छ। भो म मान्दिन कुनै मन्दिर, म मान्दिन कुनै देवी देवता, म मान्दिन कुनै दाजुभाइ जसले मेरा कोमल हात खुट्टालाई यौवन प्यासको नजरले हेर्छ। नाइ, चाहिँदैन मलाई त्यस्तो दाजुभाइ। जुन भगवान म 3-4 जना नरपुरुषसँग लुछिदा मेरो चिच्चाहाट अनि गुहार सुनेर मेरो रगताम शरीरको तमासा हेरेर बस्छ, मान्दैन मैले त्यो भगवान। तिमी अझै समाज, इज्जत अनि प्रतिष्ठाको कुरा गर्छौ, जुन समाजले मलाई चेली होइन खालि आफ्नो यौन प्यास मेटाउने साधन सम्झन्छ। चाहिँदैन मलाई त्यो समाज। तिमी नियम, कानून अनि सरकारको कुरा गर्छौ, छी, जसले म बलात्कृत हुँदा रगताम शरीर खालि मौन दर्शक बनेर हेरिरह्यो, तिमी त्यो कानूनको कुरा गर्छौ? चाहिँदैन मलाई कानून अनि चाहिँदैन मलाई तिम्रो सरकार। न्याय भन्ने चिज पनि छ र? हाँसो उठेर आउँछ। तिमी भन्छौ न्यायालय जाऊ, न्याय भन्ने कुरा पनि छ र? मैले न्याय पाउँछु भन्ने कसरी आश गरौँ? हिजो निर्मला दिदी गइन्, आज म जाँदैछु, भोलि मेरो ठाउँमा अर्की चेलीको यसै गरी हत्या हुन्छ अनि यसै गरी समाचार बन्छिन् अनि रङ्गिनेछन् फेरि यी सामाजिक सञ्जालका पान्नाहरू। ठिक आज यसै गरी। म मान्दिन यो सरकार, म मान्दिन कुनै नियम कानून। हिजो निर्मला दिदी रोइन्, आज म रुँदैछु, भोलि मेरो ठाउँमा फेरि यसै गरी अर्को चेली रहिरहनेछिन् अनि फेरि अर्को चेली मरिरहनेछिन् अनि तिमी फेरि यही समाजको कुरा गर्छौ? मलाई चाहिँदैन यो समाज। जय होस् मेरो सतीले सरापेको देश। जय होस्।